त्यसरी अब हामी अब रोपाइ चल्यो हाम्रो गाउँको एरियामै अब कस्तो देखिन्छ ठिक छ। यो मेरो कुलो यो त हेरिराख्नु भयो होला कुलोमा भिडियो गरिरहेको छु। यतातिर रोपाइ चल्यो र यहाँ जोते भ्याइदिएँ यतातिर अनि यतातिर जोते भ्याएको यो हेर रोप्ने हाम्रो कुलो अनि हाम्रो कुलो यस्तो भएको छ यस्तो बन्यो के गर्ने विवाह सरकारी जस्तै छ कोही ठाउँ विकास छ कोही ठाउँ विकास छैन। अब देखाइन्छ अप्ठ्यारो बाटो अप्ठ्यारो बाटो यस्तो कुलोमा कहिले हिँड्नुभयो होला यस्तो बाटोमै हाम्रो हिँडिन्छ मलाई यस्तै छ नि बाटो चकाचक गरिदिन्छ क्या। अब त कुलो हेर्नु भयो होला अहिलेको त पल्थ्यो र भ्यू हेर्नु लाग्यो भ्यूको पनि फोटो छ यहाँ भिडियो एमा हालिदिन्छु म ठिक छ। यही वापारी लगमको बुन हाम्रो गाउँ त होइन हाम्रो गाउँमै भनौँ सुटिङ गर्ने माइत थियो आजसम्म थियो कुलो सुटिङ गर्ने के ठाउँ त राम्रो त छैन छगाई चुर्को यार त छ। अब रोपाइ घन्केको यो बिउ धानको बिउ हेर्नु छ यहाँ यो कुलोमा अब तल थियो कुलकुले त्यो कुलो छोटा हजुर के होइन अलिकता सुटिङ गर्नु लागेको भिडियो सुटिङ गरेको यो हाम्रो पनि बाटो भेटिन्छ त्यो छ फेरि हिँड्ने गयो यतातिर हिँड्ने गयो गाईजुरो भयो हेर्नु अब हेराइन्छ यो धान रोपाइ घन्केको हाम्रो गाउँको रोपाइ हेर्नुहोस् है अब यति पोतेखेर वहाँ तल त गोरु भन्छन् त्यहाँदेखि तल त रुख छ रोपाइ यस्तो पोज त्यहाँनिर ठिकै छ गाइस यहाँ पनि यता यतारी छ कि खाली यहाँदेखि रोपाइ धान रोपेको म पहाडी दाउचिन धान पारि पनि देखाइदिन्छु सुटिङ गरेँ कहिले भोलि पर्सितिर जहिले पनि मिल्छ त्यही बेला अब हेर्नुहोस् रोपाइको भिडियो अब हिँडिन्छ अब गाईतिर घरतिर अब घरतिर हिँड्छ अब हिँड्ने यो कुकुरले काम अब कस्तो हुन्छ मेरो रातो कुकुरलाई जिराख्नु होला भर्खर मान्छे कहिले बोकेर हटाइदियो क्या यहाँ के भन्ने मान्छे यो पालि अब हातमा पनि धेरै जम्ने अब के छ र
फेरि धानको बिहेमा आइयो है भाइ अन्त यतातिर दुईवटा बिउ छ नि यतातिर तलतिर जोत्या यतातिर पनि जोत्या जति मकैबारी यहाँ मुरा चाहिँ फेरि आइयो है आफ्नो कुरा बाटो पल्छ गए थिए त्यत्तिकै यो कुरा आफ्नै कुलकुले होइन है चिरा कसो कुलोमा होइन भन्नु यो बारी बारी फेरि साथी छिटो साथी छोड छोड माछा लिन्छ चाहिँ अब आइयो हाम्रो आइचुऱ्यो आफ्नो ठाउँमा नि तपाईँकोमा सुटिङ गर्ने आधा घन्टा त्यति लागेन मलाई आधा घन्टा नि लाग्यो सुटिङ गर्ने कुलो यतातिर होइन त्यो ठाउँ बाटो यहाँ बाटो यति यति कुलो काट्यो कुलो हाम्रो यो हामीले बारीको सिस्टमले धान बिउदेखि टेक्दा छ हाम्रो हिँडेको अनि
हिँडेको देख्नुभयो हजुर म पानी हेर्ने गएको थिएन त्यतिकै गएको घुम्नु गएको थाहा छैन नै त्यो होइन घुम्ने गएको थियो त्यति यहाँ बोल त्यति गइसक्यो के काम थियो सुटिङ गर्ने काम थियो के खाने लाउनु भयो मकै घर राख्दै अहिले आजको हिँड्नुहोस् अगाडि नयाँ घाँस काट्नु ल आफ्नो मकै बारी हेर्नुहोस् है त्यो राम्रो खेतीबारी हो देशकाली काठ घाँस नै लाग्नु भयो डल्ली डल्ली सेती